साथीहरू, बालेन शाह प्रधानमन्त्री बनेको ठ्याक्कै 30 दिन भयो। धेरैले सोधिरहेका छन् उनले यति छोटो समयमा के गरे। केहीले भन्छन् ठूलो काम भयो, केहीले भन्छन् अझै कामै भएको छैन। आज हामी तथ्यसहित उनको पहिलो 30 दिनको कामको सूची र विश्लेषण गर्छौं। बालेन शाह मार्च 27, 2026 मा प्रधानमन्त्री बनेका थिए। राष्ट्रिय स्वतन्त्र पार्टीको ठूलो बहुमत सहित आएको यो सरकारले सुरुमै 100 बुँदे कार्ययोजना पास गरेको थियो। अब मुख्य प्रश्न यो हो, 30 दिनमा यी मध्ये कति काम भए, के राम्रो भयो र के विवादास्पद भयो? आज हामी सबै कुरा खुलस्त पार्छौं। बालेन शाहको सरकारले पहिलो 30 दिनमा निम्नानुसारका प्रमुख कामहरू गरेको दाबी गरेको छ। शिक्षा क्षेत्रमा उल्लेखनीय सुधारका प्रयासहरू भएका छन्। एसई परीक्षाको नतिजा परीक्षा भएको 1 महिनाभित्रै प्रकाशित गर्ने तयारी सुरु गरिएको छ। परिकक्षा 5 सम्म आन्तरिक मूल्याङ्कन प्रणाली लागू गर्ने निर्णय भएको छ भने निजी विद्यालयहरूको अत्यधिक शुल्क नियन्त्रण गर्न कडा नीति ल्याइएको छ। सीमा सुरक्षा र भन्सारमा पनि कडाई गरिएको छ। भारतसँगको खुला सीमामा भन्सार प्रक्रिया कडा बनाइएको छ। भ्रष्टाचार नियन्त्रणतर्फ कार्की कमिसन रिपोर्टको आधारमा छानबिन प्रक्रिया सुरु गरिएको छ। सेवा प्रवाहलाई छिटो र सजिलो बनाउने प्रयास पनि भएका छन्। सवारी चालक अनुमति पत्र अर्थात् लाइसेन्स 24 घण्टाभित्र प्रिन्ट गर्ने व्यवस्था लागू गरिएको छ भने घरबाटै एनओसी निकाल्ने प्रक्रिया सुरु गरिएको छ। सरकारले पहिलो क्याबिनेट बैठकमै 100 बुँदे कार्ययोजना पास गरेको छ। साथै विश्वविद्यालयमा स्नातक तहसम्म पढ्न नागरिकता अनिवार्य नहुने प्रावधान पनि लागू गर्ने निर्णय गरेको छ। यसबाहेक अन्य महत्त्वपूर्ण कामहरू पनि भएका छन्। फ्रेट र यातायात कार्यालयमा केही समूहलाई प्रवेशमा प्रतिबन्ध लगाइएको छ। अनलाइन जुवा साइटहरूलाई पूर्ण प्रतिबन्ध लगाइएको छ। टेलिकममा पे एज यु गो व्यवस्था सुरु गरिएको छ, जसले गर्दा डाटा प्याक सकिएपछि इन्टरनेट काटिने समस्या हटाइएको छ। जब मान्छेको डेटा सिकिन्छ त्यो मान्छेको 5 रुपैयाँ काट्ने चाहिँ काम नगरिदिनु। पोखराको फेवाताल आसपासको अतिक्रमण हटाउने काम सुरु भएको छ। लामो समयदेखि अल्झिएको सुकुम्बासी बसोबास समस्या समाधानतर्फ ठोस कदम अघि बढाइएको छ र संविधान संशोधन मस्यौदाका लागि टास्क फोर्स गठन गरिएको छ। समग्रमा हेर्दा बालेन सरकारले छोटो समयमा धेरै निर्णयहरू छिटो लिने शैली देखाएको छ। शिक्षा क्षेत्र र सेवा प्रवाहमा सुधारको प्रयास राम्रो देखिन्छ। भन्सार कडाई गरेर राजस्व बढाउने प्रयास, सुकुम्बासी र फेवाताल जस्ता लामो समयदेखिका समस्या सम्बोधन गर्न सुरु गर्नु सकारात्मक पक्ष हुन्। तर सबै कुरा सकारात्मक मात्र छैनन्। केही निर्णयहरू, विशेष गरी भन्सार कडाईले सीमा क्षेत्रमा विरोध र प्रदर्शन निम्ति आएको छ। 2 जना मन्त्री छोटो समयमै विवादमा परेर बाहिरिएका छन्। धेरै काम अझै योजना र निर्णय चरणमै छन्। यिनको वास्तविक कार्यान्वयन कतिको हुन्छ भन्ने ठूलो प्रश्न छ। साथै बालेन शाह अझै सञ्चारमा निकै कम देखिनुहुन्छ, जसले गर्दा जनताले सरकारको कामबारे पर्याप्त जानकारी पाउन सकेका छैनन्। 30 दिन धेरै छोटो समय हो, तर सुरुवात राम्रो देखिन्छ। अब मुख्य कुरा कार्यान्वयनको हो। बालेन सरकारले यो गति कायम राख्न सक्छ कि सक्दैन, समयले देखाउनेछ। तपाईलाई बालेन सरकारको पहिलो 30 दिन कस्तो लाग्यो? सबैभन्दा राम्रो काम कुन लाग्यो र सबैभन्दा विवादास्पद कुन लाग्यो? आफ्नो विचार कमेन्टमा लेख्नुहोस्। यो भिडियो मन परे लाइक गर्नुहोस्, शेयर गर्नुहोस् र डिजिटक नेपाललाई सब्स्क्राइब गर्न नभुल्नुहोस्। अर्को भिडियोमा अझ गहिरो विश्लेषण लिएर आउँछु। धन्यवाद। जय नेपाल।